द ग्रेट वाल अफ चाइना सम्बन्धी आश्चर्यजनक तथ्यहरू। चीनको महान पर्खाल जसको निर्माण करिब 2300 वर्ष अघि विभिन्न राजवंशहरूले आफ्नो सीमा र राज्यलाई सुरक्षित राख्न सुरु गरेका थिए। कुनै एक मात्र पर्खाल होइन, यो विभिन्न समयमा बनेका पर्खालहरूको विशाल श्रृङ्खला हो जसको कुल लम्बाइ 2100 किलोमिटर भन्दा बढी छ। माटो, काठ, ढुङ्गा, इट्टा र यहाँसम्म कि चामलको लेदो प्रयोग गरेर बनाइएको यो पर्खाल संसारकै महान इन्जिनियरिङ चमत्कार मध्ये एक मानिन्छ। यसको निर्माणमा सैनिक, किसान, कामदार र कैदी गरी 1 देखि 2 मिलियन मानिसहरूले काम गरेका थिए। तर कठोर श्रम, भारी ढुङ्गा बोक्ने कठिनाई, रोग भोग, चिसो, गर्मी र दुर्गम पहाडी तथा मरुभूमि क्षेत्रमा काम गर्दा करिब 3 लाख भन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान छ। मृतकहरूलाई धेरैजसो पर्खालको जग र आसपासकै माटोमुनि गाडिन्थ्यो भन्ने मान्यता छ, जसले यसलाई संसारकै सबैभन्दा लामो चिहान पनि बनाएको छ।